सुरु भयो दमकमा क्या यिनीहरू ठाना जलाउन हिँडेका ठाना जलाउन जाँदैछन् झडप सुरु भइसक्यो ठानै जलाउनको अवस्था छन् हेर बाटोभरि टायर बालेर Hoşçakalın.
यो बोल्न पाउनु पर्यो पानी भनेको आगो बल्न पाउनै पर्छ किन निभाउने हामीले कस्तो शान्तिपूर्ण विरोध गरिरहेछौँ है सर भावनाको कदर गर्नु है हस्तक्षेप पाइँदैन मिडियाका साथीहरू उता कारका मुद्दा आउँदैछ होइन मन मारेर किटकिटेर शान्तिपूर्ण भनेर भन्नु परेछ क्या हाम्रो संस्कार त्यो हो क्या हाम्रो संस्कार त्यो हो जलाउने संस्कार होइन क्या हाम्रो मन मारेर किटकिटेर शान्तिपूर्ण भन्नु परिरहेछ क्या हामी नसक्ने होइनौँ नि जलाउनु जलाएको जलाउन मजाले सकिन्छ नि फेरि जलाएर आएको जलाउनु चाहिँ मजाले सकिन्छ हामी मन मारेर शान्तिपूर्ण हाल्दै बनिरहेछौँ मात्र कि मन मारेर अरू कुरा जान्दैनौ अरू कुरा जान्दैनौ बालेन सरकार होशियार 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 बालेन सरकार होशियार 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 गृहमन्त्री राजनाथ सुधारे तेरो पाराले दुःख पाए साराले सुधारे तेरो पाराले दुःख पाए साराले सुधारे तेरो पाराले दुःख पाए साराले अरू कुरा जान्दैनौ अरू कुरा जान्दैनौ विदेशी हस्तक्षेप मान्दैनौ अरू कुरा जान्दैनौ अरू कुरा जान्दैनौ
मुर्दाबाद 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 सुधर जाते मुर्दाबाद 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 लुसिफर देश छोड़ लुसिफर देश छोड़ सारे छोड़ देश छोड़ सुधारे कैफे मुर्दाबाद 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 सुधारे कैफे मुर्दाबाद 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 बाले चोर देश छोड़ बाले चोर देश छोड़ कार्यक्रम सक्यो शान्तिपूर्ण ल आजलाई कार्यक्रम सकेछ अब लानुहोस् बोकेर नानीहरूले बोल्छ झल्छ र यसमा चिसो त्यो आगो तापेर जाने आग लागि हुँदा गर्दाखेरि कुन प्रहरी हामीलाई सेना आएर निभाइदिएको थियो मेरो कुरा त्यति मात्रै हो आज हामी शान्तिपूर्वक आन्दोलन गरेको छौँ यहाँ यो निभाउने काम तपाईँ हाम्रो प्रहरीले नगरिदिनु होला हामी आफै यसलाई निभाएर जान्छौँ हामी मान्छे होइन त हामीहरू मेरो अनुरोध पालिका जाँदा ठाडा डल्दा हामी यसलाई काहीँ गरेर चलाउँदैनौँ कसै हाम्रो शान्तिपूर्वक आन्दोलन अहिले ननिभाउने भने ननिभाउने हामी आफै सक्छौँ उनीहरूलाई किन पानी हाल्न दिनु उनीहरूलाई किन पानी हाल्न दिनु होइन उनीहरूलाई पानी हाल्न दिने नै उहाँहरू किन हामी एकछिनमा गएर आफै जान्छौँ हामी निभाउँछौँ यो त निष्पक्ष रूपमा छानबिन हुनुपर्छ यदि कानुन लाग्छ नै भने केपी शर्मा ओलीलाई मात्रै होइन सबैले लाग्न पर्यो 23 गते 19 जना विद्यार्थी मार्यो भनेर जुन केपी शर्मा ओलीले समातेर लगिएको छ 24 गते आगो लगाउने त्यस पछाडि त्यो 76 जना मरेकोमा 56 जना मरेको चाहिँ कसले जिम्मा लिने कि ती नेपाली नागरिक होइनन् भोलिपल्ट नेपालको सुरक्षाकर्मीलाई कुटेर मारिरहँदाखेरि ती सुरक्षाकर्मीको जिम्मा चाहिँ कसले लिन्छ राजाले लिनु पर्दैन सुदन गुरुङ एज एउटा आन्दोलनको लिडर भएर हिँड्नु भएको आज उहाँ गृहमन्त्री हुने बित्तिकै हिजोको आन्दोलनको जिम्मा उहाँले लिनु पर्दैन यो हामी एकदमै घोर भर्सना गरेका छौँ आज हामीले सडकमा मात्रै शान्तिपूर्वक आन्दोलन गरेका छौँ तर यदि भोलि यो हामीले लगाउनु पर्यो भने हामी सुदन गुरुङ मार्फत मात्रै होइन हामीले आगो लगाउनु पर्यो भने हामी कहाँ आगो लगाउँछौँ यो चाहिँ आज एउटा सामान्य आन्दोलन भयो हामीले जे पनि गर्न सक्छौँ यसलाई चाहिँ हजुरहरूले एकदमै निष्पक्ष रूपमा छानबिन गरेर हाम्रो नेकपा एमाले पार्टी अध्यक्षलाई चाहिँ रिहाई गर्नुपर्छ भन्ने हाम्रो एउटा माग रहेको छ धन्यवाद आयो सिम्बोलिक आन्दोलन गरिराख्नु भएको छ होइन अलिकति यसको बारेमा बताइदिनुहोस् अहिले यो आन्दोलन गरिराख्नु भएको छ शर्मा ओलीलाई चाहिँ प्रतिशोध साँधेर पक्राउ गर्यो भन्ने कुरा छ नि यसमा के भन्नुहुन्छ यो त पूर्ण रूपले प्रतिशोध साँधेरै गरेको हो केपी ओली बालाई जो यत्रो बालेन सरकारको अहिले सरकार बन्यो सबभन्दा पहिलोबाट उनीहरूले
केपी ओलीलाई नै एरेस्ट गर्नुपर्ने कारण के थियो? सबभन्दा पहिलेबाट मेरो यो प्रश्न हो, सबभन्दा ठुलो कुरो। केपी ओली हिजोको राष्ट्रियता यो देशलाई बचाउने कुरामा नेपाली जनताले माया गरेर पठाएको यस क्षेत्रबाट हाम्रो संसद प्रधानमन्त्री केपी ओली शर्माजी हुनुहुन्थ्यो। त्यसले गर्दा यो केपी ओलीलाई जलाउने भनेको बालेन मात्रै होइन, यो केपी ओलीलाई जलाउने बालेन रवि मात्रै होइन, यो विदेशी अन्तर्राष्ट्रिय सामाजिक साम्राज्यवाद प्रतिक्रियावादीहरूले यो देशलाई कहिले पनि स्थिरताको सरकार बनाउनु दिनेवाला छैन। हाम्रो देश भूपरिवेशित राष्ट्र हो। उत्तरतर्फ चीन छ, दक्षिणतर्फ भारत छ। जसले गर्दा यो देशलाई हाम्रो हिजो पनि एकीकृत भएर गएको थियो पार्टीहरू, त्यसलाई फुटाउने काम पनि यिनै सामाजिक साम्राज्यवादहरू प्रतिक्रियावादहरू लागेका थिए। जसले गर्दा अहिले यो देशकै चुनाव भनेको केपी ओलीलाई हराउने, केपी ओलीलाई गिरफ्तार गर्ने, केपी ओलीलाई हराउने बित्तिकै समस्त राज्यको जित हुन्छ भन्ने परिकल्पना गरेर गरिएको यो चुनाव थियो। यो चुनाव एउटा भुमरी आयो। यो चुनावबाट राष्ट्र अन्तर्राष्ट्रियले सहयोग गरे, मिडियाले सहयोग गरे। तर आज दमकबाटै तपाईँहरू हेर्नुहुन्छ भने दमकमा केपी ओलीका कार्यकर्ताहरू कति सक्षम रहेछन् भने तपाईँहरूले देखिरहनु भएको छ। हिजो जेन्जी आन्दोलनमा गरेका दमकमा अहिले हाम्रा प्रहरी भाइहरू आएर आगो निभाउन आउनु हो। हिजो उहाँहरूले दमकमा आगलागी हुँदा के अरे दमकको प्रहरी थाना, नगरपालिका, ट्राफिक हाम्रा सारा जगतको निभाउन आउनु भएको भएन। तर हामीलाई हाम्रो शान्तिपूर्वक आन्दोलनमा उहाँहरूले निभाउन आउनु भएको थियो। यसको निमित्त हामी घोर भर्त्सना पनि गर्छौँ, किनभने हामी एमालेहरू शान्तिप्रिय हौँ, देशको माया गर्ने हाम्रो पार्टी हो। हामी राष्ट्र अगाडि बढेको एमाले शान्तिपूर्ण कार्यक्रम गरेर साङ्केतिक रूपमा मात्रै यति गर्ने भन्ने कुरामाथि आज बन्द भयो। आजको कार्यक्रम सक्यो नेकपा एमालेको। अहिले यो दमक चोकमा छौँ, यतै हामी आकाशेपुरमा मेन ठाउँमा छौँ। सबैजनाले लाइभमा आइदिनु भएको, हेरिदिनु भएको हुँदाखेरि सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।